हाई गाइस, नमस्ते सबैजनालाई। अनि मेरो नाम हो स्मरणा परियार। अनि यो चाहिँ हो मेरो फर्स्ट ब्लग। अनि मैले चाहिँ गाउँ आएर चाहिँ फर्स्ट ब्लग बनाउँछु भनेर सोचिरहेको थिएँ। अनि मैले चाहिँ फाइनली फर्स्ट ब्लग बनाएको छु। अनि यो चाहिँ हो मेरो फर्स्ट ब्लग। अनि त्यही हो अब चाहिँ सो गाइस, अब चाहिँ यो बाख्रालाई दिने फारो हो। अनि यो फारो पनि पाइसक्न लागेको छ। अनि अब यो फारो उठाएर चाहिँ म चाहिँ खाना बसाल्छु। अनि मम्मी चाहिँ गाउँतिर जानुभएको छ, त्यहाँ एउटा आन्टीलाई भेट्नलाई। अनि त्यही हो गाइस, अहिले त म घरमा एक्लै छु। अब चाहिँ म खानाहरू पकाएर रेडी। आज चाहिँ हामी चाहिँ चर्चमा जान्छौँ। आज चाहिँ शनिबार हो नि त। अनि त्यही हो आजको प्लानहरू चाहिँ चर्चमा जाने हो। अनि मेरो काम चाहिँ खाना पकाउने हो। यो चाहिँ मेरो फर्स्ट भ्लग हो नि त। अनि त्यही भएर मलाई केही बोल्नै आएको छैन। अब चाहिँ गाइस, अब यो आँगनहरू यो सबै सफा गरेर त्यो धान चाहिँ सुकाउनु पर्ने हुन्छ। त्यही नै हो गाइस। अनि हाम्रो चाहिँ यो ब्युटिफुल मान्छेको साथमा ब्युटिफुल फ्लावर छ। अनि त्यही नै हो गाइस। अब चाहिँ म हजुरलाई हाम्रो घरको फुलहरू देखाउँछु ल। त्यो मैले रोपेर गएको थिएँ, कस्तो राम्रो भएको। अनि एउटा पुट्के पनि छ, पुट्के फुल क्युट छ। म चाहिँ हिजो त्यो चिसोले हान्ने पुरै त्यो सिसाको आएको नि त, चिसोले हान्ने छ कि। त्यहाँदेखि पुरै ब्लर देखिया। एउटा चाहिँ यहाँ ब्युटिफुल, यो चाहिँ फुल होइन, यो चाहिँ के अरे बन्डनिया। यो चाहिँ बन्डनिया, यसलाई चाहिँ बन्डनिया भन्छ। एकचोटि रोप्यो भने चाहिँ सबै ठाउँ फैलिन्छ कि यो यस्तो डनिया। फेरि एउटा पात हाल्यो भने कस्तो बङ्गो आउँछ। मेरो कस्तो घाँटी दुखेको छ। अब चाहिँ म तातो पानी तताएर खान्छु, किनभने मेरो त्यो फारो पाकिसक्यो नि त। मम्मीले चाहिँ मलाई अमला होइन, त्यो बाँसेर मेरो खराब गरिदियो दिमाग। अनि यो अमला ल्याइदिनु भएको छ नि त। यहाँ म चाहिँ खाएर सराटो भयो कि नभए खान्छु। अनि बाँकी काम भ्याउँछु। अनि तपाईँहरूलाई पनि देखाउँछु नै। म आज यसको काम टमाङ गरिदिन्छु भन्ने हुन्थ्यो। त्यस्तो गर्नु मेरो उ पनि पाक्यो क्या फारो, बाख्राको फारो। अब एकछिनपछि चाहिँ बाख्रा पनि निकाल्नुपर्छ। मम्मी आउनुभयो भने चाहिँ मलाई सजिलो हुन्छ, किनभने मलाई त्यो बाख्रा कटा बाँध्नुपर्छ नि, अहिले थाहा छैन। मैले के गल्ती गरेँ भने चाहिँ क्यामेरा स्टिक ल्याउनै बिर्सेछु क्या। अनि अब क्यामेरा स्टिक भएन भने त राम्रोसँग अटाउनु पनि पाउँदैन नि त। अनि त्यही भएर क्यामेरा स्टिक नै ल्याउनै बिर्सेछु। म चाहिँ त्यो आउने बेला भन्दा अलि 1-2 दिन अगाडि सम्झिरहेको थिएँ, म भ्लग गराउँछु अनि क्यामेरा स्टिक पनि लान्छु भनेर। अब उतातिर फर्स्ट भ्लग त त्यस्तै हो, तर गाउँतिर आयो भने त सजिलो हुन्छ नि त सबैलाई देखाउनु पनि। अनि यो यहाँ एउटा भाले छ, त्यसले मलाई डिस्टर्ब गरेर यस्तो दिमाग खराब भयो। म त्यसको रूप देखाउँछु हजुरलाई, कति ठुलो हो क्या। अनि कस्तो जतिखेर बोल्छ त्यतिखेर बास्या। मैले चाहिँ मकैको खोइलाहरू चाहिँ उठाइसकेँ। अनि थोरै मकै पनि खसेको छु, त्यो पनि भ्याइसकेँ। अब चाहिँ त्यही भाले हो क्या मलाई डिस्टर्ब गर्ने, हेर्न कस्तो गर्छ।
अहिले त बास्दा पनि बास्दैन त्यो उयो त बोल्न लाग्यो भने त बासिहाल्छ कि यस्तो खटम छ सो आएको बेलामा खाइदिनुपर्छ के हो भनेर क्या त्यस्तो बिचरा कस्तो हेर्छ यो त कसो छिनमा बाँच्छ क्या काम छैन तेरो त्यही यही हो क्या भाले आगो पनि बलिसक्यो अब चाहिँ म खाना बसाल्ने पर्ने हुन्छ अब यसमा चाहिँ ल्याउन लगाएर खाना बसाल्छु चाहिँ लोकल चामल मलाई चाहिँ बजेले दिनुभएको थियो क्या बनाएर खा भनेर सो म चाहिँ बनाउँदैछु अनि गाइस यो चाहिँ म कलाउन लगाएको अनि मम्मीले चाहिँ यति उठाइसक्नु भएको छ अनि यो धानको नाम चाहिँ गौरी हो अब यसलाई चाहिँ म कलाएर राख्छु सो गाइस मैले चाहिँ यो पनि कलाइसकेँ अब चाहिँ यो चाहिँ एक पाठी र अनि अलिकति भयो अब यसलाई चाहिँ म यसमा खनाउँछु यसलाई चाहिँ हामीले आज चाहिँ यस्तो पिसेर चामल बनाएर ल्याउनु पर्ने हुन्छ त्यही नै हो उहाँ चाहिँ यो मेरो बजे उहाँ चाहिँ यो प्याज रोप्ने भनेर ल्याउनु भएको थियो त्यहाँ उहाँले नै मलाई चामल दिएका अब यो पाललाई मिलाउनु पर्ने हुन्छ पनि पाक्यो अब यसलाई चाहिँ म छोप्छु अब चाहिँ म तरकारी केलाउनु पर्ने हुन्छ आज चाहिँ साग खाने प्लान भयो म र मम्मीको चाहिँ अनि यो यसको नाम चाहिँ खोले सागको के यिनीहरू चाहिँ पानीहरूमा मात्रै पाउँछ यस्तो कतिजनाले चाहिँ चिन्नुहुन्छ होला साइड अब यसलाई केलाएर बनाउँछु मैले चाहिँ सागहरू पनि केला भइसकेँ अनि यो चाहिँ
केलाको फाल्टु कुराहरू फाल्टु होइन झारहरू पुरै। अनि यो चाहिँ यो साग अब मैले चाहिँ यो बनाउनु पर्ने हुन्छ। मैले चाहिँ पानी नफुट्दै तेल हालेछु। गाइस मैले चाहिँ बाख्रा पनि पालिसकेँ। हामीले खाना खाएर पनि अब मम्मी चाहिँ बाख्रालाई फारो लिन जानुभएको छ। अब चाहिँ हेर्नु त मम्मीले के गरेको हुन्छ। ए मम्मी त यहीँ आइसक्नु भएको रहेछ। खेल्नु मम्मी त आइसक्नुभयो। यहाँ रहेछ। आजकल त कति धेरै भयो रहेछ हाम्रो बाख्राहरू पनि। यो चाहिँ आमा हो, यो दुइटा चाहिँ आमा हो अनि यिनीहरूको छोराछोरी। तर अहिले चाहिँ सबै छोराछोरा मात्रै हो, 4वटा। अनि यता चाहिँ हाम्रो यो सबै खेतबारीहरू यता चाहिँ पुरै तरकारीहरू लगाउनु भएको मम्मीले। अब यसले चाहिँ पछि नै म देखाउँछु सबै नै, किनभने आज चाहिँ हाम्रो धेरै ढिलो भयो उता सेवा जानको लागि। सो बाई बाई पुन्डेहरू है नमान्ने डराउँछ। कस्तो रङ्ग लाने गरेर खान्छ हेर्नु। यो चाहिँ फारू र भात हो। हामी चाहिँ मेरो हामी चाहिँ सेवा जानलाई रेडी भयौँ। अनि अब चाहिँ म जान्छु। पछि भेट्नुपर्छ किन म भ्लग बनाउँथेँ। बट मेरो चाहिँ चार्ज चाहिँ 10% छ नि त। सो अब म चाहिँ जान्छु, उतिको भेट्नुपर्छ। बाई। चाहिँ बाटो भन्दै रहेछ अनि हामी चाहिँ यस्तो माथि जानेछौँ। देख्न सक्नुहुन्छ चाहिँ अगाडि जाने हुनुहुन्छ। गाइस हामीले चाहिँ यहाँ निङ्गो देखेर यहाँ निङ्गो टिप्दैछौँ। यस्तो सिस्नोहरू पनि छ। यसले पोल्यो भन्दाखेरि खतम भइन्छ। एकछिनमै यहाँ पनि रहेछ। अनि मैले चाहिँ यति टिपेँ। मैले चाहिँ यो 3वटा चौचो बनाउनु लगाएको अनि पानी सबै छ। अनि हाम्रो चाहिँ निङ्गो यति टिपेर ल्याएको। यो चाहिँ बेलुकाको लागि तरकारी भइहाल्यो। त्यही नै हो गाइस। मैले चाहिँ खाजा पनि बनाएँ, देख्न सक्नुहुन्छ। यो चाउचाउ हो अनि थोरै साग पनि भुटेँ। सो अब चाहिँ हामी खान्छौँ।
गाइस आज चाहिँ म अब प्याज प्याज र लसुन कुटाउन जान्छु अनि त्यही नै हो गाइस। अब त्यही खेतबारीमा गएर बेच्नुपर्छ। हाम्रो चाहिँ खाजासाजा नै खायौँ नि त, सो अब चाहिँ म जान्छु। अब पन्जा लगेर जान्छु है म, त्यही नै हो। म जाँदैछु खेततिर। मम्मी चाहिँ त्यहाँ पानी हाल्दै हुनुहुन्छ। अब यही नै हो, यसलाई चाहिँ हामीले यसरी खन्नुपर्छ, जरहरू सबै खानुपर्छ। गाइस मैले चाहिँ अब यहाँ चाहिँ मलहरू सबै छर्नुपर्ने हुन्छ, यो मल चाहिँ। अनि मैले चाहिँ यति खनिसकेँ। अनि यता चाहिँ हाम्रो काउली पन्डाहरू छ, अनि त्यही नै गाइस अब मैले छर्छु। त्यही नै हो गाइस, आज चाहिँ मेरो फर्स्ट भ्लग चाहिँ म यहीँतिर नै इन्ड गरिदिन्छु, किनभने रात पनि पर्न थाल्यो नि त। मैले चाहिँ अलिकति लसुनहरू चाहिँ मेरो बाँकी छ, जुन चाहिँ म भोलि निप्टाउँछु। बट आजलाई चाहिँ म भ्लग यति नै इन्ड गर्छु। मलाई थाहा छैन अब यो भिडियोहरू कस्तो कस्तो भयो भनेर, तर कुनै कुनै पोइन्टमा चाहिँ गल्ती भएको छ भने अफकोर्स माफ गरिदिनु होला। अनि त्यही नै हो, म चाहिँ अब गाउँतिर कति दिन बस्छु, अनि जति दिन बस्छु त्यति दिन चाहिँ म अहिले चाहिँ भ्लग बनाउँछु सोचिरहेको छु अनि बनाउँछु पनि। अनि त्यही नै हो, कस्तो लाग्छ तपाईँहरूलाई अन्तिमसम्म हेरिदिनुभएकोमा धेरै धन्यवाद। अनि माया सपोर्ट पक्कै पनि गर्नुहुन्छ होला। अनि त्यही नै हो, म चाहिँ अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ। बाई बाई, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।